ल हामी अब मंदिर जाना है। क्या लो 30-90 एक आदमी का 30 लगेगा। कैसे 150? जाओ जाओ। हाँ मंदिर जान्छौँ। अब मन्दिरको लागि चाहिँ हामी टेम्पो खोज्दैछौँ र यहाँ टेम्पो आएपछि टेम्पोमा जान्छौँ। हिजो हामी कलकत्तामा छुट्ने टिम चाहिँ आज फेरि दर्शन गरेर जगन्नाथपुरी दर्शन गरेर जान लागिरहेको ल हामी मंदिर जाने बाटो आइपुग्यो। यहाँ से कल से जाना है ना? हाँ ठीक है, सीधे यता सीधा जाउँ। अब यहाँबाट मन्दिर अलि नजिक छ अरे है। यो चोकसम्म चाहिँ हामी अटोमा आयौँ। यो मन्दिर जाने बाटो है। यता होला हैन? जगन्नाथपुरी मन्दिर गएर ल मन्दिर जाने बाटो यही हो। ल मोबाइल आपका लोग है आपका लोग है नहीं हमारा नहीं है। ल मोबाइल लकरमा राख्नलाई आएका छौँ। मोबाइल र चप्पल यहाँ राखेर जान्छौँ। चप्पल स्ट्यान्डमा ओके ल मोबाइलहरू जुत्ताहरू यहाँ राख्ने, त्यस पछाडि अनि दर्शन गरेर जाने। मोबाइल म यहीँ थन्काउने छु किनभने अब यहाँभन्दा अगाडि खिच्न पाइँदैन, किनभने मोबाइल नै यहीँ राखेर जाने हो। त्यो भएर मोबाइल यहीँ राख्न होइन, मोबाइल पनि यहीँ राख्ने हो। त्यहाँ फेरि उताबाट फर्केपछि म फेरि यहाँहरूसँग जोडिनेछु धीरे धीरे। जगन्नाथपुरी मन्दिर त्यही हो। जगन्नाथपुरीको दर्शन गरिसक्यौँ। यो चाहिँ जगन्नाथपुरी मन्दिर हो। यो मान्छे त हजारौँ लाखौँ मान्छेहरू दर्शन गरेर आउँदो रहेछ। जगन्नाथपुरीको दर्शन गरेर अटो लिएर जाँदैछौँ। अटो चढिसक्यौँ। हामी आइपुग्यौँ खाना खाने ठाउँमा। सबैजना ल जय श्री राम। आज दर्शन गरेर आयौँ। हिजो दर्शन गरेर टिमसँग, आज दर्शन गरेर टिमको भेट भयो। खाना खाइयो अब हिँडिन्छ। हामी अब बिचतिर जाँदैछौँ। आइफोन घरमा होटेलमा त्यो बोक्छु नि उहाँ लिएर गर्छु। होइन नलगेको मैले खिच्न नपाउने भएपछि। ल ठिक है, ओके दादा, बाई बाई। गुरुमा मतलब सबसे अच्छा आदमी भनेर त्यसलाई धुनु बनाएर हिँडेको थियो। आप धुरुमुस हो भन्दै यो बालुवामा हिँड्न बडा ल्याङ नै हुन्छ। सबै भित्र छिरेर नि खुट्टामा लागेर। अहिले हामी पुरी बिचमा छौँ अनि यो पुरी बिचमा चाहिँ पछाडि छालसँगै मान्छेहरू छालसँग छछल्किरहेका छन् र यिनीहरू चाहिँ रमाइरहेका छन्। म चाहिँ ननुहाउने, किनभने म अघिल्लोचोटि नुहाएको। नुनिलो पानीमा खासै नुहाउन इन्ट्रेस्ट लाग्दैन, तर त्यो ठुल्ठुलो छाल आइरहेछ है। यो एकदमै रमाइलो छ। स्टोरी हाल्नु मोबाइल ल्याएको आफ्नी के यता हेर्नु सिधा यता फर्किनु। ल बाउको फोटो खिच्दै छ एउटा केटो। अघि लुगा रुने मान्छे चाहिँ यो केटोको बाउ, यो केटोको बाउ पर्नु भएछ। ओइ के खान्छस् न? मुखाडी लगाइदिएर छ। के खान्छ यसले? केही खाँदैन।
ल चढो 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 ताडातोडी गरौँ ल चाँडो चाँडो गरौँ भनेको है मैले चाहिँ बङ्गालीमा। अब हामी पनि गाडीमा बस्नु लाग्यो। मन्दिरका लागि चाहिँ प्रस्थान गर्दैछौँ। 1 2 3 4 5 किन हो 5जना 6जना गए। अब हिँड्यो कान्छा काकाले अटो हाँक्दै हुनुहुन्छ। कान्छी काका यहाँ बस्नु भएको छ, काकाले अटो हाँक्दै हुन्छ। ल हामी हाँकिरहनु भएको काकाले। अब हाँक्नु है हल्लिन्छ राख्नु। ल दर्शन गरेर सँगै गएको थिएन मन्दिर, कलकत्तामा छुटेर अहिलेसँगै भयो। अब बल्ल ट्र्याकमा आयो हाम्रो यात्रा। बिहानसम्म त छुट्टा छुट्टै थियो त, खाना खाँदा पनि छुट्टा छुट्टै, नुहाउन पनि छुट्टा छुट्टै। के गर्नु त। 5 आदमी हो त अब यो अब यहाँ ज्येष्ठ नागरिक सुविधा पाइन्छ। त्यो ज्येष्ठ नागरिक सुविधा चढेर मिला है पूरी में। ये मेरे YouTube चैनल में जाएगा दादा। ठीक है कोई बात नहीं। यहाँ मिले हैं। अब हामी यसमा चढेर जान्छौँ, यो गाडीमा, यस्तो गाडीमा। ओके ल हामी अब जाँदैछौँ फेरि मन्दिरको यसो परिक्रमा गर्नलाई। यो निःशुल्क गाडी हो, सर्भिस सेवा लिएर हाम्रो टोली गइसक्नुभयो, हामी छुट्यौँ। हिँड्दैन त किन हो। उलट यहाँ उलट हुन्छ हाम्रोमा हाम्रो पल्टा उल्टा पशुपतिनाथमा पनि यस्तै गाडी राखे हुने हो खासमा होइन। अलि माथिबाट चट्टसँगले जुत्ता चप्पल हो नि। हाई गर्दै हुन्छ। ल हाम्रो टिमले दर्शन गरिसक्नु भएको छ, तथापि फेरि पनि मन्दिर घुम्नलाई आइएको छ। पहिलेभन्दा धेरै व्यवस्थित छ यो जगन्नाथपुरी। पहिले त यत्रो भाग छँदै थिएन, अहिले धेरै राम्रो बनाएको छ, धेरै व्यवस्थित। भित्र चाहिँ लाइन बसेर यहाँभित्र चाहिँ पुरै लाइन बसेर अनि यो पन्डालभित्र यसरी लाइन बसेर योबाट उतापट्टि निस्केर त्यहाँबाट भित्र छिरेर मूल मन्दिर चाहिँ यही हो। त्यहाँ गइरहेको छ, यो चाहिँ मन्दिर प्रवेश गर्न जानेहरू हुन्। त्यहाँबाट मन्दिर प्रवेश गरिन्छ हो, यहाँबाट
भित्र गएपछि पनि फेरि लाइनमा बस्नुपर्छ म अहिले जगन्नाथपुरीमा छु र बिहानै मन्दिर दर्शन गरिसक्यो अहिले चाहिँ त्यत्तिकै घुम्न भनेर आएको छु यो पछाडि यो सेडमा चाहिँ लाइनमा बस्नुपर्छ होइन यो एरिया ठुलो छ देख्न सक्नुहुन्छ है जय जगन्नाथपुरी ओम नमो भगवते वासुदेवाय नमः जगन्नाथपुरीमा हरे राम हरे कृष्ण भजन कीर्तन